हेलो सम्पूर्ण साथीहरुमा झोरले नमस्ते। आज चाहिँ डे 2 रहेको छ। आज चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु होला। मेरो चाहिँ आँखा शून्य यस्तो भयो किन शून्य हो थाहा छैन। कस्तो देख्यो हेर्दै गर्नु होला साथीहरु। आज चाहिँ के हुन्छ, हामी कहाँ जान्छौं, के गर्छौं। म चाहिँ अहिले चाहिँ खाना बनाइरहेको छु, भात पकाएको छु। एकछिनपछि सब्जी पनि बनाउँछु। हुन्छ यस्तो छ साथीहरु बाटो। यता चाहिँ देख्न सक्नुहुन्छ यस्तो जंगल भयो। कोहीतिर चाहिँ धानहरु लाउनु भयो, कोहीतिर यस्तो हौ उतातिर चाहिँ पानी परे जस्तै देखिरहेको, के भएको थाहा छैन। यता चाहिँ घाम लाग्यो। हामी चाहिँ अब अघि नै खानासाना खाएर खाना खाइसकेर एकछिन सुते पनि त्यसपछि हिँडेको हामी खेतमा। हाम्रो फेरि खेतमा कुचो छ अनि त्यो कुचो सफा गर्न हिँडेको। हामी 3 जना नानी र म भएर यस्तो घाम चर्क्यो। कहिले पानी आउँछ जस्तै भयो। भए खेतहरु कति राम्रो थियो पहिला पहिला। अहिले त पुरै जंगल। उता कता मास्तिरदेखि चाहिँ हाम्रो मम्मीहरुको खेत पनि छ। त्यतातिर चाहिँ हाम्रो। म चाहिँ अहिले नै जाँदैछु हाम्रो खेतमा। म गर्थेन, थाहा छैन कता हो। यस्तो जंगल भएको छ। यस्तो छ हो त्यतातिर कस्तो राम्रो भयो, शीतल भयो होला त्यतातिर चाहिँ।
यस्तो यिनीहरू चाहिँ सबै बेचिसकेको। यतातिर यस्तो बाँसघारी, यहाँ माथिदेखि रोड छ, यस्तो भयो। अहिले चाहिँ हो यति भयो साथीहरू, बल्ल बल्ल हो 2 बज्न लाग्यो। हामी चाहिँ 12 बजेदेखि स्टार्ट गरेको। मेरो हालत चाहिँ यस्तो भयो। घाम त्यस्तो चर्किन त चर्केन, तर एकदमै गर्मी भयो। अब फेरि सुरु गर्नुपर्छ। फाड्दा पनि फाडेछु नि देखेन। यति धेरै जङ्गल छ नि, यति धेरै जङ्गल छ। साथीहरू म चाहिँ पानी लिन हिँडेको। यस्तो छ के हो यो, के हो यो, के हो यस्तो छ। त्यहाँदेखि आयो यस्तो। हे भगवान्, म चाहिँ पानी लिन जाँदैछु त्यहाँ। यस्तो छ हाम्रो कुचो चाहिँ। पुरै झार आएर खत्तम भयो। यता चाहिँ देख्न सक्नुहुन्छ, यताको भ्यू चाहिँ यस्तो हुन्छ। त्यतातिर मासतिर चाहिँ पानी परेको क्या हो, के गरेर त्यस्तै हुन्छ त्यतातिर चाहिँ। यस्तो दामी राम्रो आजको दिन चाहिँ। घाम लागेन, त्यही पनि गर्मी त भयो। यहाँ चाहिँ हाम्रो दिदीको सासू हुनुहुन्छ, मनिषाको मम्मी। अघि यतातिर हुनुहुन्थ्यो, अघि त्यता, अहिले चाहिँ यता हुनुहुन्छ। म चाहिँ यहाँ छु। म चाहिँ पानी लिन आएको साथीहरू। अब फेरि जाने। म चाहिँ हो यता गएको थिएँ अघि, यहाँदेखि कता पो हो, यतातिर यतातिर। अनि त्यहाँदेखि पानी लिन आएको यहाँ। हामी चाहिँ फर्कियौँ साथीहरू। अहिले चाहिँ 6 बजे, 6 लास्टै नै खत्तम भयो। 6 बजेमा खत्तम भयो। अब चाहिँ घर जाने साथीहरू। लास्टै भयो। तपाईँ लाएर दिनभरि चाहिँ बेलुकी हात चाहिँ यस्तो नराम्रो छ, यस्तो हात छ।
मान्छे घोसा लागि होला राम्रो गाह्रो गर्नु जिक्ले गेरेलमा नै 1900 को महिन्याचा हात हतै अबला अबला बिच त हाते त्यसरी फसा हतै माछा के है लाङ्गी माछा तामी के बाङ